हामी चाहिँ फेरि घुम्नु निक्लेको छौँ होइन। वेलकम ब्याक टु माई नेचर ब्लग। हजुर सबैलाई स्वागत छ होइन। आज फेरि घुम्नु निक्लेको छौँ दाइहरूसँग घुम्नको लागि। सपिङ गर्ने दाइहरू त्यही भएर यता हुनुहुन्छ हाम्रो अर्को दाइ। लुक एट दिस। हाम्रो गोर्खाली टोली हिँड्दैछ। उहाँको फेरि अरू होइन जुत्ता भन्दा पनि चप्पलले चाहिँ पानी पानी बनाएको छ हो। यो हङकङदेखि मगाएको चप्पल हो। कलर पनि हङकङ जस्तो देखिन्छ। हङकङ चप्पल। हेलो हङकङ दाइ। सुन्दै गएर न यार। हेलो एक्सक्युज मी। अरे नसुनि हिँड्नुहुन्छ त यार। अरूभन्दा चप्पल चाहिँ मरत रहेछ त यार। पोइन्ट हालिहेरि आइसक्यो होइन भित्र छ यहीँ। यहाँ चाहिँ टक्कै स्टेसन आइयो, मेट्रो स्टेसन। भ्यू चाहिँ खतरा देखिँदो रहेछ। ल दाइ हाई दाइ। हाई ट्रेन आइसक्यो ल। ट्रेन आइसक्यो। अब हामी चाहिँ चढेर बस्छौँ। अहिले चाहिँ हामी ट्रेनबाट झरेर यस्तो निक्लिँदैछौँ, मेट्रोबाट झरेर। आज घुमघाम स्टार्ट हुँदैछ होइन दाइ। छुट्टीको सकिन आएर त यार दाइ। तपाईँको त सकिनै गएको होइन। म तपाईँको उहाँ रुममा गएको थिएँ, सुतिराख्नु भएको रहेछ तपाईँले। बेलुका बिहानै कुली उठाएर माला लाग्छ पैसा माग्नु। अनि खोइ कोसँग पनि माग्दै, चाहिने माछामा माग्दै थियो पैसा त। हुनु त हामी आगो हिँडिहाल्छ नि। यस्तो कुद्दिन्छ। हजुर चाइना टाउननिर आइपुगेको छ अहिले। हाँसी गर्नुहुन्छ दाइ। जहिले हाँसिरहने रिसाउनु चाहिँ कहिल्यै हुन्न। अब भाउजू भेट्नु जानु हुँदैछ 5-6 महिनापछि होइन दाइ। यस्तो त हेराइहालिन्छ नि दाइ। सुरुमा दाइलाई हेराइदिउँ न नयाँ ठाउँमा। दाइ त पुरा जहिले हो नि झोला त। तर ब्याग उयसको त छकाको यहीँ त अरे नि होटेल होइन दाइ। चाइना टाउन भनेको यही त हो नि होइन। यो सानो त्यसमा त नि आफै वेटर, आफै कुक, सबै आफै अरे। अनि यही काम हो दाइ मैले गर्ने यार। कतिजनाले चेन्ज गर्यो दोकान यार। जिप्सन हो हालेको। यस्तो पो त जुरुक चाल्नुपर्छ नि दाइ। हो बोक्ने तरिका थाहा भएन त पुर्लुकै लडाइदिन्छ नि। हामी चाहिँ अहिले चाइना टाउनभित्र छिरेको छौँ। मोबाइलमा हेर्ने भएको र झन्डै लडेन या। कस्तो क्लियर आउँछ हाम्रो नै अलिअलि आउँदैछ। गाउँले आइसक्रिम खाने
गाउँले आइसक्रिम मादल हेर्नु नि त मादल अगाडि हो मादल ल उता फर्यो यता फर्यो के यार गीत त एकजनाले मात्रै सुन्ने बजाउँछ त यार कहाँ चाहिँ यहाँ चोरहरू हो नि चोर लाग्ने हो नि दाइले चाहिँ अब पेन्ट हेर्नु हुँदैछ यहाँ गजबको टी सर्ट यस्तो सादाबाट छैन रे यो अगाडि ग्रन्थ रहेछ प्लेनबाट सादामा यो के चाहिँ नहोस् त्यही त डिजाइन ग्रन्थ नभए यस्तो चाहिँ कलर चाहिँ मन पर्यो मलाई भयो यो त यहाँ छैन सादा छैन यस्तो फर्ला लिएर लिनु यो कलर लु मेरो काका चाहिएन मलाई भतिज पनि चाहिएन अङ्कल पनि अङ्कल ठिक छ अङ्कल ठिक छ अहिले चाहिँ हामी अहिले यतातिर आइपुग्यो घुमघाम हुँदैछ हाम्रो सपिङ हाम्रो खतरा भएर आइसकेको छ यस्तो सपिङ ब्यागभरि हाम्रो सपिङ चाहिँ डेन्जर भएको छ आज यो चाहिँ कोत्रा आयो यस्तो छ ठाउँ चाहिँ फेरि हामी ट्रेनमा जानुको लागि हामी माथि चढ्दैछौँ सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सपोर्ट गर्नु होला यस्तो छ रातिको मौसम रात पर्नु लागेको छ अहिले चाहिँ 7 बजी होला लगभग यहाँ चाहिँ खुल्ला पनि पाउँछ होला नि होइन खुल्लाहरू पायो भने चाहिँ राम्रो हो नि हामी जस्तो हिँड्दैछ भ्लग बनाउँदै सामान किनिँदै मलेसियाको टुरमा यहाँ त गर्मी हुँदैन होला यार मस्त सबैतिर हावा आउने रहेछ हाम्रो यात्रा अझै पनि छ हजुर ए मलाई तपाईँले बोलाए जस्तो लागेर जुनमा सकिन फुलहरू चाहिँ त्यहाँ दिने हो नि दाइ लगेर गर्लफ्रेन्डहरूलाई पानी पर्दाखेरि मात्रै लाइनमा हजुर पानी पर्दाखेरि मात्रै लाइनमा घेरायो त्यहाँनिर पानी पर्दाखेरि के छ हो र एक दिन कभी पुराना था तो तुझ में ये हुआ त्यो बिल्डिङ चाहिँ खतरा देखिँदो रहेछ
हो ज्या भएर होला नि न लजाउनु न हो त यार भागो 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 हामी चाहिँ मेट्रो स्टेसन आउन लागेको छ अझ रात परेछ यस्तो अँधेरो देखिन्छ शेर्पा दाल त जस्तै अँधेरो पनि गोरै देखिन्छ त यार हाम्रो त कालो न कालो देखिन्छ गोरो लाएर तर दाइहरूको दुइटाको भुँडी चाहिँ ठुलो भयो गोरुले जस्तै खान्छ तितो पनि खाएकै छ हामी चाहिँ मेट्रो स्टेसनमा यस्तो जाँदैछौँ मेट्रो गयो हजुर दाइ के हो किन्ने दाइलाई 10 रुपियाँ ठगिदिएको छ यहाँ तपाईँलाई एकछिन त बोक्नु मात्रै दिएको रहेछ यो कभर त यार गोरु अगाडि चाहिँ प्लास्टिकै लिएको हुने रहेछ दाइलाई झुकाइदियो हाम्रो नेपाली दाइले अर्को दाइ चाहिँ कहाँ जानुभएको छ हामी चाहिँ मेट्रो स्टेसनमा दाइहरू यहाँ आउनुहुन्छ ट्रेन आएको छ अब हामी चाहिँ ट्रेनमा छिर्ने हो छिर्दै हामी चाहिँ जहिले यही पक्रिने ठाउँमै पर्दिँदो रहेछ है यहीँ बस्नु दाइ पक्रेर दामी देखेको रहेछ रात पर्यो आउँदा आउँदै समोसा ल्याएको हुन्छ हाम्रो यहाँ समोसा हेर्नु हुँदैछ दाइहरूलाई नहेर मलाई दाइ कस्तो खोइ त हेरौँ न यहाँ हेर्ने बेलामा चाहिँ फुटबलहरू खेल्दै रहेछ हाम्रो फुटबल खेल्ने चौरी ग्राउन्ड यहाँ चाहिँ हामी लास्ट यहीँ हुँदैछ अब मेट्रोदेखि ओर्ली अरे रात पर्यो फोन आयो खोइ केसँग खाने हो खाऊँ न तर मलाई असल बिहानदेखि अहिले पो भोक लाग्दैछ यहाँ उहाँ घुमेर पुग्यो
लु हाम्रो दाइले भनेको झिलिमिली यहाँ छ झिलिमिली खुसी दाइ कुन चाहिँ गाडी मन पर्यो कमेन्ट गरौँ है कमेन्ट के भयो गयो माया बाहिर भरे आउँछु सपनीमा चप्पलहरू के आहो झिलिमिली झिलिमिली त्यत्रो महँगो भन्ने थिएन सर कति छ त्यो कतिमा अझै घटाउने रहेछ घटाउँथ्यो 35 रुपियाँको त भनेको 35 मा त दिन्थ्यो दुईटा लाँदा दिइहाल्थ्यो नि दिँदैन दिएन भने घुर्की लाउने हो नि दाइ 35 मा त मेरो चप्पल छ जुत्ता छ अनलाइनमा किन्दा नि चप्पल छैन हजुर? मनले 40 भनेको क्या तर उसले दियो लाने मनले नै दियो दियो दाइलाई यहाँ त नयाँ सर्ट नयाँ सर्ट नयाँ प्यान्ट नयाँ चप्पल अनि अनि के अरू चाहिँ नभनौँ दाइ अरू भन्नु हुँदैन भाउजू ए दाइ कुन भाउजू भाउजू दाइ अलि दाजुले ओए कस्तो निकाल्यो त्यसले कहाँको यो घर निकाल्यो कहाँ कुन घर यो निकाल्यो झिलिमिली अरे हौ दाइले उयो झिलिमिली ओए करायो गाडी उ भ्याउँछ अँ, दाइ, यार, भ्याउँछ ओए कहाँ भ्याउँछ हौ दाइ यार तपाईँ यार भ्याउँछ PUBG भ्याउँछ लगाएको। ल भ्याउँछ भ्याउँदैन हो ओए ल हाम्रो लाइटमा ल छिटो हिँडौँ छिटो लाइटमा छिटो हिँड्यो भने एक्सर्साइज के हुन्छ उहाँ यति भन्दै हाम्रो ब्लग आज यहीँ टुङ्गिँदैछ उहाँ हेरौँ एक्सर्साइज कडा छ एक्सर्साइज एक्सर्साइज ल मन परेमा लाइक कमेन्ट सब्सक्राइब हानिदिउँ होइन लाइक कमेन्ट सेयर अब देख्नु त देखेको छैन होला अँधेरो भइसकेको छ यस्तो अँधेरो छ लाइक कमेन्ट सेयर सबै गरिदिउँ सब्सक्राइब गरिदिउँ ल फेरि भेट्नुपर्छ अर्को नेक्स्ट ब्लगमा यति भन्दै आजको हाम्रो ब्लग यहीँ टुङ्गाउन चाहन्छौँ।